हामी गोकर्ण जाँदैछौँ है। क्लब गर्छन् म चाहिँ हेर्छु दर्शक यहाँबाट फेरिमा नेपालीको बुद्धि कस्तो हुन्छ। गोकर्ण जानु लाग्यो होइन। मनोज भाइ पुरा रेडी छ है तर रमन भाइ आएन। रमनले कुरेर हामीले होइन केटो यही बाटो आउनु पर्ने आउँदैन अहिले नि आउँदैन एकैचोटि हेरेर हो है आउँदैन होइन यस्तै छ। हामी गोकर्ण जाँदैछौँ है। गोकर्ण जाँदै हाम्रो मनोज भाइ तातेको छ है भन्नु त हुन्थ्यो नि अब चिसेको छ है लाग्यो। गोकर्ण जाने रे मलाई त मन थिएन केटाहरूको मलाई त्यस्तै लाग्यो लाग्यो उनी त छिटो छिटो गइन् पानी पर्यो जाडो भयो भन्नुहुन्थ्यो। मौसमलाई च्यालेन्ज गरेर झोलाभरि तीनटा छाता बोकेर आएको च्यालेन्ज गर्ने भएको अब एकैचोटि हामी चाहिँ गएर ट्याक्क पार्कमा भेट्नेछौँ। क्लबबाट आइपुग्न लाग्यौँ। ओखनी बरा उनी त पुला बार आइपुगी छिन्ला यहाँबाट फेरिमा यतिको नेपालीको बुद्धि कस्तो हुन्छ देख्नुभयो। यहाँभित्र अरूले पुगा तिर्छन् हामीलाई खुल्ला गेट। हाम्रो पुलअप गर्ने दुईजनाहरू म चाहिँ हेर्ने है दर्शक हो। म चाहिँ बडी बिल्डरहरू मेरो त सिक्स प्याक छ तर बोसोले भरेको तिम्रो बोसोले भरिएको थियो के भन्छ त भिडियो होइन अरूले जे भने बाल भएन तर हाम्रो चाहिँ मनोजले धेरै मनोजको लागि मैले एक्स्ट्रा खाल्टा खन्दा थिएँ। रेडी बोस रेडी। उनीहरू धेरै पछि आएको छन्। उनीले भरे भ्लग हाल्छिन् त आफ्टर लङ टाइम। भरे त अब भरेन होइन भोलिसम्म आउट हुन्छ। पुलअपबाट आइयो तर धेरै पछि आइयो है। तातेको छ है पुलअपबाट आज पानी परेर चिसेको छ है। दर्शकहरू कोही छैनन् नि त हेर्नुहोस् त। आइपुगेछ ओखनी मेरो छेउमा नयाँ भ्लगर मुन्टे छ मसँग कम्पिटिसन गर्न आएको खड्का भाइ ओखनी कपाल पनि छैन राम 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 यो भाइ बाउलाई यो भाइलाई एक दिन म टप्छु तर अवश्य ढिलो चाँडो होला। अनि दाइलाई यसरी नै जित्नु हो यसरी क्यामेरा राख्नु जित्नु भर्खर भर्खर यस्तो सबै खसेछ यो। ल हामी आइपुग्यौँ अब एकैचोटि जाने बेला भेट्छौँ है त हामीले चाहिँ हाम्रो मन म हान्दैन होला। हामी चाहिँ आइसक्यौँ। क्रेज राम्रै चलिरहेको रहेछ धेरै पछि आउँदा पनि है। म चाहिँ धेरै पछि आएको यस्तो यस्तो भएछ जमिनमा पुरै के भन्छ सल्लोको पातै होला सायद यस्तो झरेर यस्तो भएको छ है जङ्गल चाहिँ। गजेङ्ग्रो सर हाँस्दै छ है। अब यिनीहरू क्लब गर्छन् म चाहिँ हेर्छु दर्शक बन्छु यिनीहरूको होइन। अनि सिधै जाने हो हेर्दै हेर्दै के गर्नु छोडिहाल्यो। 3 महिना जति भन्नु आएको यसो 5-10 त हान्थेँ म नि छोड्यो भने यार आउँथ्यो कहिले काहीँ त यार। जङ्गल जोस् राम्रो भएको छ आजको वेदरले गर्दा है। अब यहाँ हान्छन् केटाहरूले उयो ठड्डीको ठाडोमा यसले बनाउँदै आम्मामा ग्रिप हेर्नु सक्नुहुन्छ अखै बराउनले त जग्गै उखार्ला जस्तो छ। आम्मामा पुरै हामी सकेर फर्किसक्यौँ है। उहाँबाट फर्केर यता जाँदैछौँ हाम्रो 2जना डनहरू अगाडि हामी जाँदैछौँ। अब एकैचोटि रुममा गएर भेट्नेछौँ भनेपछि हामी सक्यो। पानी पर्यो गाइज हेर्नु चिसै भइसक्यो है।